प्रधान न्यायाधीश चौलेन्द्र शमशेर जबराको राजीनामाको माग गर्दै उच्च अदालत जनकपुर राजविराज इजलास र जिल्ला अदालत सप्तरी अगाडि कानुन व्यवसायीहरूले धरना दिएका छन्। मूल गेटमै 2 घण्टा धरना दिने उनीहरूको कार्यक्रम रहेको छ। चौलेन्द्र शमशेरको राजीनामाको विषयलाई लिएर केन्द्रदेखि नै आन्दोलन चल्दै आएकोमा सोही सर्कुलर अनुसार राजविराजमा पनि कानुन व्यवसायीहरू धरना दिएका छन्। उनीहरूले 12 बजेसम्म धरना दिने र त्यसपछि उच्च अदालत जनकपुर राजविराज इजलासमा विरोध कार्यक्रम गरिने बताएका छन्। अदालतको मूल गेटमै धरना र आन्दोलन तथा विरोध सभा किन, यही विषयलाई लिएर हामीले जिल्ला बारका अध्यक्ष डोमन शाहसँग कुराकानी गरेका छौँ र यहाँहरूमाझ डोमन शाहसँगको यो कुराकानी प्रस्तुत गरिरहेका छौँ। हामीसँग हुनुहुन्छ सप्तरी जिल्ला बारका अध्यक्ष डोमन शाहज्यू। अध्यक्षज्यू, तपाईहरू यो सप्तरी जिल्ला अदालतको गेटमै धरनामा किन बस्नुभयो? धन्यवाद विनय सर। वास्तवमा यो न्यायपालिकाभित्र अहिले देखिएका विकृति विसङ्गतिका विरुद्धमा हामी यो धरनामा बसेका छौँ। यो धरना चाहिँ खास गरेर हाम्रो न्यायपालिकाको नेतृत्वकर्ता सम्माननीय प्रधान न्यायाधीश चौलेन्द्र शमशेर जबराज्यूको नेतृत्वमा जुन यो देशमा रहेका न्यायपालिकाभित्र विकृति विसङ्गति जुन बढिरहेको छ, बिचौलियाहरूको बिगबिगी बढिरहेको छ, त्यसको विरुद्धमा हामी यो आन्दोलन गरिरहेका छौँ र यो आन्दोलन नेतृत्वकर्ता नै असक्षम भइसकेको अवस्थामा हामीहरू नेतृत्वकर्तालाई राजीनामाको माग राखेर निजबाट यो न्यायपालिका स्वच्छ स्वतन्त्र र निष्पक्ष तरिकाले चलिरहेको अवस्था छैन। त्यस कारणले हामीहरू यो आन्दोलनमा धरना दिइरहेका छौँ। देशभरि नै आज देशभरिका उच्च अदालत र उच्च अदालतका इजलासहरू रहेका ठाउँमा विरोध सभा समेत रहेको छ आजको कार्यक्रम अनुसार। त्यसकारण हामी यहाँ 10 देखि 12 सम्म यहाँ धरना बस्छौँ अहिले र त्यस पश्चात हामी उच्च अदालत जनकपुर राजविराज इजलासमा विरोध सभामा सहभागी हौँ। अध्यक्षज्यू, यसरी तपाईहरू अदालतको मूल गेटमै धरना बसेर मान्छेलाई दुःख दिएर न्यायका लागि आएका व्यक्तिहरूलाई फर्काएर के अदालतमा तपाईहरू अन्याय गर्दै हुनुहुन्छ अथवा अदालतलाई यसरी नै तपाईहरू शुद्ध पार्न खोज्दै हुनुहुन्छ? विनयजी, अब हरेक कुरामा अहिले जति पनि परिवर्तन हुन्छन् त्यो परिवर्तनमा जनतालाई केही न केही दुःख हुन्छ, भएकै छ र हामी भोगेका छौँ। खास गरेर यो आन्दोलनबाट जनतालाई केही दुःख होला, तर यो दुःखको कारण यो केही छिनको दुःख, केही दिनको दुःखको कारण हामी सधैँको लागि यो न्यायपालिकाभित्र देखिएका जुन विकृति विसङ्गति छ त्यो यदि स्वच्छ र सफा भयो भने हामी सधैँका लागि सुखी र राम्रो हुन्छौँ भन्ने कुराको कारण हामी आन्दोलनमा उत्रिएका छौँ। जुन कुरा हाम्रो जनताहरूबाट सेवाग्राहीहरूबाट हुने अवस्था आउँदैन, त्यसकारण हामीले देखिएका विकृति विसङ्गतिका विरुद्धमा हामीहरू यो धरना कार्यक्रममा बसेका छौँ। दुःख दिने नियतले, सेवाग्राहीलाई प्रभावित पार्ने नियतले सेवाग्राहीहरूलाई यो आउने जाने कठिनाइ भोगोस् भन्ने उद्देश्यले हाम्रो यो आन्दोलन होइन। यसरी स्वतन्त्र न्यायालय विरुद्ध कानुन व्यवसाय आन्दोलनमा उत्रिँदा यसबाट अन्य निकाय अथवा जनतामा कस्तो सन्देश जान्छ त? अहिले विनय सर, अब हरेक निकायलाई हेर्दाखेरि हामीहरू अहिले जुन देखिरहेका छन्, यो देश नै अहिले जुन संहितामा आइसके पश्चात हरेक ठाउँमा हरेक तह तब्कामा विकृति विसङ्गति बढेको छ। सबै तह तब्काका व्यक्तिहरू यदि यसरी नै आन्दोलित भयो भने मात्रै देश सुन्दर र स्वच्छ हुन्छन्, भ्रष्टाचार मुक्त हुन्छन्। हामी न्यायपालिकाको रक्षक पनि हौँ, न्यायपालिकालाई सुधार्ने पक्षमा पनि छौँ र न्यायपालिकालाई यदि ट्र्याकभन्दा बाहिर गयो भने ट्र्याकमा ल्याउने काम पनि नेपाल बारको भएकोले हामीहरू यो देखिएका विकृति विसङ्गति जुन अहिले बिचौलियाहरू बढेको छ, बिगबिगी बढेको छ, त्यो अनुसार न्यायपालिकालाई ट्र्याकमा ल्याउनको लागि
हामीहरू यो आन्दोलन गरिरहेका छौँ। तपाईँले के भन्न खोज्नु भएको न्यायपालिका स्वच्छ छैन, निष्पक्ष छैन र भ्रष्टाचार मुक्त छैन? भ्रष्टाचार सबै ठाउँमा सबै कुरो हरेक न्यायपालिकाभित्र भ्रष्टाचार भइरहेको छ भन्ने कुरा छैन। राम्रो पनि छ। राम्रोको लागि राम्रो भएकोलाई हामी विरोध गरेका छैनौँ। जहाँ भ्रष्टाचार भइरहेको छ, जो अलिकति अरूको प्रभावमा परिरहेको छ, त्यो प्रभावमा नपरोस् र न्यायपालिकामा सबै जसो न्यायपालिकाभित्र सबै जसो व्यक्तिहरू, सबै कर्मचारीहरू, न्यायाधीशहरू राम्रो होस्, भ्रष्टाचार नगरोस्, विकृति विसङ्गति नबढोस् र यदि कसैले त्यस्तो काम गरिरहेको छ भने उहाँहरूलाई पनि ट्र्याकमा ल्याउनको लागि हामी यो आन्दोलनमा छौँ। अध्यक्षज्यू, तपाईँले भ्रष्टाचारको कुरा धेरै गर्नुभयो। यदि न्यायपालिकामा भ्रष्टाचार छ भने त्यसमा कानुन व्यवसायको संलग्नता छ कि छैन? अब छ भने कति छ? कानुन व्यवसायको पनि संलग्नता छैन भन्न म सक्ने पक्षमा छैनौँ, किनभने कानुन व्यवसायहरू पनि कोही होला र हामी पनि यही आन्दोलनबाट, यो बारको आन्दोलनबाट त्यो कानुन व्यवसायहरूलाई पनि यो आन्दोलनले ट्र्याकमा ल्याउँछ भन्ने हाम्रो भनाइ छ। अनि तपाईँ कानुन व्यवसाय पनि न्यायालयलाई भ्रष्टाचारतिर धकेल्ने अनि तपाईँ नै आन्दोलन गर्ने यो मिल्छ र? सबै कानुन व्यवसायहरू त्यस्तो काम गरिरहेको छैन। केही होला, हरेक ठाउँमा केही किराहरू हुन्छन्, त्यो किरा मकोराहरू यही आन्दोलनबाट सफा हुन्छ। हस्, यहाँलाई धेरै धेरै धन्यवाद। धन्यवाद हजुरलाई पनि हाम्रो यो सन्देश जनता समक्ष पुर्याइदिनु भएकोमा।